अन्त्येष्टि कार्य। हाम्रो अति प्रिय अनि पूजनीय मणिकुमार मालेको गत 10 जनवरी 2026 को दिन असामयिक निधन भयो। हामीलाई परेको यस दुःखद घडीमा शोक संवेदना प्रकट गर्नुहुने तथा सान्त्वना दिनुहुने सबैप्रति कृतज्ञता प्रकट गर्दै उहाँको अन्त्येष्टि कार्य आगामी 22 जनवरी 2026 बिहिबार निजी वासस्थान दुधे दखलीमा सम्पन्न हुने भएकोले सम्पूर्ण इष्टमित्र आफन्तजन शुभचिन्तक तथा शवयात्रामा सामेल हुनुभएका महानुभावहरूलाई उपस्थित भइदिनु हुन सविनय निवेदन गर्दछौँ। विनीत मनमती माले आमा, कञ्चना राई माले पत्नी, सुर्जा बर्देवा, राधिका माले दिदीहरू, विष्णु माले दाजु, आशिष माले, अनु सुन्दास छोरा बुहारी, अन्वेष माले छोरा, अनुपमा माले बिरजू छोरी ज्वाइँ, साजन माले सलिना माले भाइ बुहारी, सङ्गीता माले सञ्जीव बिट्टिकोटी बहिनी ज्वाइँ लगायत सम्पूर्ण शोकाकुल परिवार।